भारतले नेपालको जग्गा मात्र हैन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ। प्रधानमन्त्रीजीले पनि के भन्नुभएको भन्नाले हामीले सीमा विवाद सम्बन्धी हामीले काम अगाडि बढाउँदाखेरि चाहिँ अर्को पक्षबाट नेपालले पनि सीमा मिचेको छ भन्ने कुरा आउँदाखेरि प्रधानमन्त्रीले म अचम्मित परेको भनेर भन्नुभयो। प्रधानमन्त्रीज्यू पनि यसमा अचम्ममा पर्नुभएको भनेर त्यो हिसाबले उहाँले सदनमा अस्ति भन्नुभएको हो। यसमा मैले भने जसरी नै परराष्ट्र मन्त्रालयले पनि यसमा स्पष्टीकरण प्रदान गरिसकेको छ। दुई देशबीच संयन्त्रहरू बनिसकेका छन्। त्यसमा चाहिँ कति ठाउँमा भारतले उपभोग गरिरहेको सीमा नेपालमा पर्न सक्ने र नेपालले कति नेपालले उपभोग गरेको पनि भारतमा पर्न सक्ने भन्ने कुरा चाहिँ त्यो संयन्त्रहरूबाट आएको हुँदाखेरि चाहिँ दुई देशहरू बसेर त्यसको विवाद चाहिँ मिलाउनु पर्छ भन्ने कुरा प्रधानमन्त्रीज्यूको भारतको सीमा मिचेको प्रमाणहरू छन्। त्यो प्रधानमन्त्रीज्यूले त्यस्तो भन्नुभएको नै छैन। प्रधानमन्त्रीज्यूले यस्तो कुरा आयो म अचम्ममा परे भनेर भन्नुभएको कुरामा यसलाई चाहिँ विवाद प्रधानमन्त्रीज्यूले भन्नुभएको कुरा त्यो एकचोटि रिक्याप गरेर सुन्नु होला।